मेरो नयाँ भ्लगमा सबैलाई स्वागत छ। आज हामी सारनाथको जङ्गलमा आएको छौँ घाँस लिनको लागि। केमा आएको छौँ भन्दाखेरि हामी यस्तो फोकटिया स्कुटीमा आएको छौँ। कतिखेर चार्ज सकिन्छ थाहा छैन, त्यही पनि आएको छौँ यो स्कुटीमा। ल हाम्रो त्यो सुरज भाइ काट्दैछ होइन, टक्कसँग लाएर सुरज होइन उता घाँस काट्दैछ, हामी चाहिँ यता बसिरहेको छौँ। यहाँ खानेकुरा पनि लिएर आएको थियौँ डिउ, तर जङ्गलमा आउँदा आउँदै ठन्डा भइसक्यो, मतलब तातो भइसक्यो। यहाँ छ यसरी छोपेर राखेको छौँ। ल यतै चाहिँ घाँस काटिसकेको छ अहिले होइन। पत्ता गाँस्ने होइन सब यो पत्ता पत्ता गाँस्ने होइन यो पत्ता चाहिँ भन्ने यो घाँस चिन्नेहरूले चाहिँ कमेन्टमा कुन कुन घाँस हो भनिदिनु हामीलाई। ल कति चाहिन्छ घाँस? कति घाँस चाहिन्छ? पुरै सुनसान छ जङ्गलमा, यस जङ्गलमा सुनसान पुरै, कोही छैन, हामी तिनजना बाहेक पुरै सुनसान। भित्र पनि हामी लास्टै भित्र आएको छौँ कि यहाँ। अब अलि अगाडि जान्छ घाँस काट्नलाई चाहिँ। र अब हामी अगाडि जाँदैछौँ होइन, टक्कसँग लगेर। चार्ज कतिवटा छ? अगाडि गएपछि हामी भ्लग बनाउँछौँ। अहिलेलाई चाहिँ म चाहिँ उत्रिसकेँ, नजिकै जानु के चढ्नु, मेरा खुट्टा मात्रै दुख्छ। सुरज चाहिँ घाँस बोकेर हिँड्दा, म यता छु, म चाहिँ डिउ बोकिरहेको छु टक्कसँगले होइन। अझै यति घाँस भयो भने पुग्छ कि अझै? यत्रो घाँस छ तर हामीलाई घाँस चिन्दैनौँ कि, त्यो भएर अलिक काट्नुलाई अप्ठ्यारो भइरहेछ। घाँस चिने आज अघि नै भइसक्यो। भ्यू कति दामी छ, टावर चाहिँ छैन क्या फेरि जङ्गलमा चाहिँ। हामी मात्रै भनेको त अङ्कलहरू पनि राम्रो बोलिजानको गाडीबाट आउँदै हुन्छ। अर्को नि अङ्गलमा भइसक्छ एउटा दाई। कपडा बोकिस् नि पानी। हिजो चाहिँ कता काट्यो तिमीहरू? हिजो कता काटिस्? सिधै यता? हिजो इधर पनि आएको थियो तर म आएको थिइनँ हिजो। इधरहरू उता गएको थियो सिधै। यता छिरौँ समय भित्र आज अलि त्यसलाई पनि लिएर हिँड्नु, अलि लुगा राख्न फसल लगाउनु, अलि उता भित्र राख्नु लुगा। त्यही ठाउँमा काबी राखेको छु नि, जिउ पनि यति राख्नु त नि। कहाँ छ अम्बाको पत्ता कस्तो गयो? ठिकै छ ल। I love you सेन्टाराम। घाम पनि कति डिग्रीको लागेको छ।
त्यहाँ छ हामी चाहिँ अलि भित्र जाँदैछौँ भित्र कहाँ कहाँसम्म घाँस भेटिन्छ ओइ धेरै घारीभित्र आयो त यार ए डराउँछ महागा भने पनि मर्छु ल ठिक छ नटहरू आएको थियो होला मुख मार्नलाई के सुगर भने के सुगर भने जङ्गली सुँगुर क्या ए सुँगुर देखि यस्तै बस्छ ऊ हेर त्यहाँ खुट्टा ल ठिक छ माछा हो सियाल पनि आएको जस्तो माछा कहाँ ठाउँ यहाँ पनि आएको हरिणको जस्तो छ कहाँ खोइ कहाँ सापको देखाइदिनु यो साप बस्यो यहाँ अच्छा म त उयसको भनिरहेको थिएँ यार कमिला मतलब त्यो अर्को हुन्छ नि एउटा के भन्छ त्यसलाई धमिरा कि अरे हो त्यस्तै मैले फुटाएर हेरेको थिएँ यस्तो त्यहाँबाट धमिरा निक्लेको थिएँ अझै अगाडि जाने धेरै घाँसमा गएर 3 जना छु 3 जनामा फेरि एकलट त घाँसै पुरानो जानु पर्ला नि सुँगुर जङ्गली यति चाबीले रोपेर मार्ने कि I love you सेन्टेरी सोह्र त्यो घाँस काटेर हामी धेरै भित्र आइसक्यौँ त्योभन्दा पनि भित्र भ्यू सेन्टर लाइट पनि आएको छ भएन सालाहरू स्कुटी चाहिँ त्यहाँ बाहिरिसक्यो एकदम दामी ल एकछिनको लागि हामी घाँस बोक्दैछौँ मात्रै घाँस बोकेर छु यति मात्रै यसले ठाउँ ठाउँमा घाँस छोड्दैन आएर के हो के बाटो चिन्नु हो क्या बाटो बिर्सिनु भनेर हो क्या ओ अड्कियो काम पनि के साह्रो भएको त्यसरी चाहिँ लिएर आएको कि एक साइकल हेर्दा साइकल लिएर आएको पनि सेन्टेरी
यहीँ राख्नु घाँस अरू कुनै बाइक छैन घाँस ल फेरि हामी त्यही ठाउँमा आइसकेका छौँ स्कुटी राखेको ठाउँमा के अझै घाँस चाहिन्छ अनि बस्छस् खा अनि धेरै घाँस काट्यो भने बस्छस् खा सब घाँस काटेर गएर सब घाँस काटेर गइसक्यो हामी चाहिँ यहाँ घाँस काट्दैछौँ अझै पनि कत्रो ठुलो पात त यो त देख्न चाहिँ देखाइदियो भने कति ठुलो पात सँगै बस्दै गरे हामी आउँछौँ जङ्गलको भ्यू दामी छ दामी 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 यस्तो दामी छ नि तर सूर्य भगवान अलिक चर्किनु हो क्या जङ्गलमा झन् शीतल भनेको त घामले गर्दा अझै गर्दैछ यहाँ पनि ल मेरोमा कति सब्सक्राइबर होला 10-15 सब्सक्राइबर होला नि यति मेहनत गरिरहेको छु सबै हुन्छ डिउ राख नि त्यहाँनिर चिसो हुन्छ के तातो हुन्छ फेरि घाममा छ मलाई लिएर आइसकेपछि त मलाई अलि खानु पऱ्यो नि त मिठो पाराले राम्रोसँग खाना त पाउनु परेन ल्याएबाट के तातो भएर खानै पर्दैन तेरो बाले स्कुटी किन्नु भन अनि तर मम्मी आउनु घाँस काट्नु लाग्यो टक्कसँगले अब त्यो डिउ हाल्दै डिउ पहिले चेस गरौँ न बिच किन बोल्छ कि चेस डिउसिउ खाएर हामी जाँदैछौँ यहाँ चाहिँ हामीले खाएको गिलास र हामीले एउटा के कुरा देख्यो भनेदेखि दाउरा लिएर आएको देखेर हामीले हाँस उठेको त्यहाँ अगाडि पुरै एक साइकल है पुरै एक साइकल भरि छ के त्यो सुक्या दाउरा झलेको दाउराहरू लिएर आउनु मिलिहाल्छ नि सुक्याहरू त्यो डराबाट अहिले फेरि भिडियो बनाएर दियो भनेर ल जाऊँ चल 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 गाडी स्टार्ट गर यत्रो घाँस छ कसरी जाने 3 जना छौँ ल त्यो त्यहाँ बसिसक्यो मेरो सिट चाहिँ पछाडि यहाँ हेर्नु अगाडि मेरो खुट्टा त्यहाँ उयो के अरे चक्काको माथि राखेर के गरेर बस्छ यसो त एकदिन म त कन्ट्रोल गरिदिइहाल्छु ल 3 जना एउटा स्कुटीमा इलेक्ट्रिक स्कुटीमा घाँस त घिस्रियो त मलाई ल हामी अलि कम्फर्टेबल बाटो आइसी भ्लग स्टार्ट गर्छौँ अहिलेलाई चाहिँ यतिमै
यहाँनिर हाम्रो आइपुग्यो शारदा मन्दिर अगाडि छ सारनाथ मन्दिर भयो कम्पाउन्डमा पुरै सेतो सेतो आइपुग्यो फाइनल्ली रेडियो कति लाग्यो आजको लागि दिनु अर्को दिन भेटेमा भाइ आजको लागि यति नै सबले धुलो भयो धुलो उडाएर आजको लागि यति नै